welcome to the vlog, guys. Guys, welcome back to another vlog. Guys, welcome back to another vlog. 3, 2, 1, let's go! आज हामी कहाँ आएको छ भने कहाँ आएको ट्राउट माछा खान आएको यता गोदावरीमा के थियो भिलेज मिनी रिजोर्ट गोदावरीमा लोकेटेड ट्राउटहरु पनि यही छ यही माछा आज ल्याम खाने हो किनभने माया चाहिँ लाग्छ तर के गर्नु खानु पर्यो पेट पाल्नु पर्यो गाह्रो छ यहाँको चाहिँ रेकमेन्डेसन एकदम धेरै आएको थियो अनि माछा खानु यस्तो ट्राई गर्न आएको बवाल छ रे माछा हेरौँ न कस्तो रहेछ भने खासमा एपेरेन्टली समातेर खानु पनि मिल्दो रहेछ समात्नु चाहिँ मन लागेन तर खानु चाहिँ खानुपर्छ यता दुईटा टाइपको रहेछ यहाँ धेरै भएर त्यहाँ राखे जस्तो छ है माछा पनि तर बवाल छ अरे यहाँको बवाल छ अरे माछा यहाँको लोकल माछा क्रेप भएर अनि यहाँ गोदावरीसम्म आइपुग्नु पर्यो के गर्नु गाह्रो छ केटा ल अहिले देखाउँछ अब गुवाम खाएको दिनु पर्ला हो कस्तो चाहिँ हुन्छ रहेछ भाग्दा रहेछ परे तर यसलाई छोड्नुपर्छ माछा मारेर चाहिँ खान सकिँदैन बुद्धिस्ट हो यस्तो साह्रो चाहिँ गर्न सकिँदैन तर खानु चाहिँ खाइन्छ अब मारेको कस्तो देख्दो रहेछ मलाई प्योर माछिरहेको च्याट्ट लगाएर दामी छ ल खानुपर्छ आज गुवाम सुपर एक्साइटेड ल यता ठाउँ चाहिँ यस्तो छ बवाल स्पेसियस छ फ्यामिलीहरू सबैजना लाउनुको लागि बेस्ट हो स्पेस त कति हो कहाँ बस्ने बवाल छ ठाउँ एकदम पिसफुल छ सबैजना फ्यामिलिजहरू यताउता आउनुलाई चाहिँ बेस्ट नै हो यो ठाउँ ग्रिनरीसँग अलिकति माछा खाने भए चाहिँ यो ठाउँ बेस्ट हुन्छ बेस्ट बवाल छ बस्ने ठाउँहरू पनि टन्नै रहेछ त्यही त हो नि बच्चाहरूलाई खेल्ने ठाउँदेखि लिएर सबै छ राम्रो छ ठाउँ चाहिँ एकदम बवाल लाग्यो मलाई चाहिँ माछा चाहिँ यो ठाउँको नाम चाहिँ अघि पनि भनेको थियो यहाँ चाहिँ माछा भिलेज ट्राउट मिनी रिजोर्ट गोदावरी मेरो यहाँ उयो पनि रहेछ मेरो मूर्ति पनि रहेछ चट्टो लगाएर दिउँ क्या अब सेम्पोज मारेको छ यो ठाउँको नाम चाहिँ थम्बनेल पनि जान्छ क्या यहाँ यस्तो वाला त्यो चाहिँ ठाउँ चाहिँ ल बवाल लाग्यो मलाई चाहिँ ठाउँ ल फर्स्टमा चाहिँ के भन्छ यो फ्राई माछा मगाएको हामीले 1 किलो हाफ ग्रेभी हाफ फ्राई मगाएको छ स्मेल्स गुड यहाँसम्म आएको छ मिठो होला है चाख्दिउँ न त अब मिठो अचारको गोडी रहेछ बवाल बवाल है बवाल खाली पेटामा हेरौँ के गम खायो कतिको बवाल मिठो रहेछ यार यही खोज्या के यस्तो खोज्या के बाटो पनि थाहा भयो दुईटा बाटो रहेछ अपेरेन्टली यहाँ हो हामी चाहिँ पछाडिको बाटो हिजो जुत्ता धेरै लाग्यो तर माछा चाहिँ दाम चाहिँ भ्यू पनि राम्रो छ
म त बोल्ने ताकतै छैन पहिला खान्छु अनि पछि बनाउनु भात आयो केटा हो भात आयो गम कि गम अब ल्याम्प कि ल्याम्प त्यो ल भात आयो भात मासु आएको छ मासु माछाको लागि चाहिँ यस्तो पर्खाइ भएको छ कि कुरै नभए माछालाई त जन्माएर स्विमिङ खेल्न सिकाएर पोलेर लिएर गयो बल्ल प्रायः माछा सकियो माछासँग यहाँ आएर चाहिँ भेज खाना खाने अनि त्यसपछि ग्रेभी चट्ट लगाएर ल है त खाना पनि खायो गाइज अब चाहिँ चट्ट लाएर अनि खाना बवाल मिठो थियो माछा बवाल रहेछ यहाँको लोकल माछा यहीँ नै यहीँ नै माछा मार्क गरेको छ त्यही माछा हो बवाल छ अब भेजिटेरियनहरू हो भने चाहिँ यो भिडियो नहेर्नु तर म जस्तै नन भेज एकदम लोकल फिस क्रेप भइरहेको छ भने चाहिँ यहाँ आइदिनु छ होला यो ठाउँको नाम चाहिँ भिलेज ट्राउट मिनी रिजोर्ट लोकेटेड एट गोदावरी बवाल छ यहाँको तपाईँहरूले लोकल माछा खाइराख्नुहुन्छ यता लोकल फुडहरू खाइरहेको छ भने चाहिँ कमेन्ट गरिदिनु कहाँको ट्राई गर्नुपर्छ भनेर नेक्स्ट टाइम आई लाइक ट्राइङ आउट लोकल फुड्स त्यही त हो नि अब ल थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान ल अन्टिल नेक्स्ट टाइम